साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। लोकसेवाको तयारी कसरी गर्ने भन्ने विषयमा एउटा रोड म्याप लिएर म हजुरहरुको सामु आइपुगेको छु। लोकसेवा तयारी गरिराख्दा तपाईलाई अल्छी लाग्न सक्छ, पढ्न मन लाग्दैन, पढे पनि दिमागमा घुस्दैन, लगातार पढिरहन सकिदैन, निन्द्रा लागिरहन्छ, दिमाग बोधोल छ भन्ने लाग्छ आफ्नो, शान्त वातावरणमा पढ्न सक्छु भन्ने आफूलाई लाग्छ तर शान्त वातावरण पाइरहेको छैन भन्ने लाग्छ, लेखेर पढ्नै सक्दैन भन्ने लाग्छ र नोट कसरी बनाउने होला लगायतका यस्ता समस्याहरू तपाईको प्रश्नहरू तपाईको मनमा होलान्। यी सबै कुराहरूलाई म समाधान गर्नको लागि समग्र लोकसेवा तयारी कसरी गर्ने भन्ने विषयको रोड म्याप लिएर म आएको छु। मेरो रोड म्यापले के भन्छ भन्दाखेरि काठमाडौँ भ्याली भन्दा बाहिर बसेर लोकसेवा तयारी गर्ने विषयमा खासमा यो होइन। काठमाडौँ भ्यालीमा आएर लोकसेवा तयारी गर्नुस् भनेर भन्छ। त्यसको लागि कीर्तिपुर आउनुस्, कीर्तिपुरमा कोठा लिनुस्, कोठामा बसेर लगातार कन्सिस्टेन्ट भएर मजाले त्यहाँ पढ्न सक्ने कुरा त एउटा रह्यो, मान्छेहरुको स्वभाव छुट्टै हुन्छ। म कोठामा पनि मजाले पढ्न सक्छु भन्ने लाग्छ, या काठमाडौँ भ्याली भन्दा पनि बाहिर मजाले पढिरहेको छु भन्ने लाग्छ भन्ने कुरा एउटा रह्यो। तर कोठामा बसेर पढ्न सक्दैन, म काठमाडौँ जान चाहन्छु, काठमाडौँमा नि कोठा छ मेरो तर कोठामा बसेर म राम्रोसँग पढ्न सकिरहेन भन्ने लाग्छ भने तपाईँ यो कुरा सुन्नुस्। कीर्तिपुरमा कोठा लिनुस्, त्यसपछि जानुस् त्रिभुवन विश्वविद्यालयको सेन्ट्रल लाइब्रेरीमा, त्यहाँ गएर पढ्नुस्। लाइब्रेरीमा किन जाने भन्दाखेरि जस्तै त्यहाँ गयो भने चाहिँ त्यहाँ सुरुमा त्यहाँ लोकसेवा पढ्नेहरूको जमात छ, आफ्ना मान्छेहरू भए जस्तो फिल हुन्छ त्यहाँ बसेपछि। त्यहाँ बसेपछि डिस्टर्ब हुँदैन, बस्नलाई सबै व्यवस्था, पढ्नलाई सबै व्यवस्थाहरू छ। अनि त्यसपछि त्यहाँ के हुन्छ भन्दाखेरि हाम्रो एउटा बुक छ, हाम्रो ल अफ एटोमिक ह्याबिट्सले के भन्छ भन्दाखेरि सानातिना आदतहरूबाट नै, सानातिना बानीहरूलाई, सानातिना ह्याबिट्सहरूलाई नै कम्बाइन गरेर मान्छे एउटा ठुलो एचिभमेन्ट गर्न सक्छ अरे। जस्तै बिहानै उठेर हामी मोबाइल चलाउने कि या बिहानै उठेर यसो आफ्नो रुम मिलाउने, सरसफाइ गर्ने भन्ने जस्ता कुराहरूले मान्छेको दिनचर्या, एउटा जीवनै परिवर्तन हुन सक्छ अरे। त्यस्तै गरेर मैले के भन्न खोजेँ भन्दाखेरि तपाईँ कोठामा बसेर त्यसरी पढ्न अलि सक्नुहुन्न भने दिनकै जानुस्, बिहान जानुस् अनि सिधै पढेर दिनभरि पढेर बेलुका आउनुस्। आज तपाईँलाई अप्ठ्यारो लाग्ला, गाह्रो लाग्ला, भोलि अलि गाह्रो लाग्ला, निन्द्रा लाग्ला झपक्क, पछि नजाउँ लाग्ला तै पनि जानुस्। अनि गइसकेपछि फेरि पढ्नुस् त्यहाँ, फेरि त्यसको भोलिपल्ट जानुस्, अलि अप्ठ्यारो लाग्ला अझ जानुस्, सहज होला बिस्तारै, फेरि जानुस् सहज हुँदै पछि तपाईँ एकदम सहज हुनुहुन्छ। त्यहाँ नगइकन त्यहाँ बाँच्नै सक्नुहुन्न। कुनै पनि कामलाई 21 दिनसम्म लगातार गरियो भने त्यो आदत बन्छ अरे भन्ने जस्तो तपाईँहरू सुन्नुभयो होला। यदि त्यहाँ हामी लगभग 1 महिना 1.5 महिनासम्म मजाले गयौँ भने हाम्रो सबै कुरा सुध्रिन्छ लोकसेवाको तयारी सम्बन्धमा। त्यहाँ योगा गर्ने ठाउँ पनि छ, त्यहाँ हिँड्दै बोल्दै पढ्ने ठाउँ पनि छ, त्यहाँ मजाले टेबल कुर्सीमा बसेर लेख्दै पढ्ने ठाउँ पनि छ, त्यहाँ लोकसेवा तयारी गर्ने साथीहरूलाई सँग आफ्नो सम्बन्ध बढाएर लोकसेवासँग सम्बन्धित कुराहरूको छलफल गर्ने ठाउँ पनि छ, त्यहाँ प्राकृतिक हिसाबले, वातावरणीय हिसाबले राम्रो ठाउँ पनि छ, म्यानेज छ, राम्रो छ। त्यहाँ गएर पढियो भने, लगातार पढियो भने म भन्छु लगभग 3-4 महिना रेगुलर गइयो भने, अपवादमा केही दिनहरू छुट्लान्, त्यो अपवादको कुरा रह्यो, तर लगातार गइयो भने र त्यहाँ गएर पढियो भने सिलेबस पनि मजाले भ्याइन्छ, मजाले पास गर्न सकिन्छ, सबै कुरा सहज हुँदै जान्छन् र आफूमा आत्मबल पनि आउँछ। अब त म सक्छु है लोकसेवा पास गर्न। लिखित सुध्रिन्छ, लिखित नासुको लेखन शैली सुध्रिन्छ।
अफिसरको लेखन शैली सुध्रिन्छ, खर्दारको लेखन शैली सुध्रिन्छ। त्यो त नायब सुब्बाको लोकसेवाको अप्राविधिक तर्फको मात्रै कुरा गरे। प्राविधिक तर्फको कुरा गर्नुपर्दा त्यहाँ इन्जिनियरिङ पढ्ने साथीहरू पनि हुन्छन्, त्यहाँ स्वास्थ्यतर्फका पढ्ने साथीहरू पनि हुन्छन्, त्यहाँ इभन ब्याङ्किङ पढ्ने साथीहरू पनि हुन्छन्, आज शिक्षक सेवा पढ्ने साथीहरू पनि हुन्छन्, अनि हाम्रो कलेज पढ्ने साथीहरू पनि हुन्छन्, अनि हाम्रो आइटी तर्फका साथीहरू लगायत हाम्रो के भनौँ पछिल्लो समय त कोरियन जापानिज पढ्ने साथीहरू पनि छन् त्यहाँ। त्यसको लागि सेन्ट्रल लाइब्रेरीको नजिकतिर रुम लिनुहोस्, ट्याङ्ला फाँटतिर या अलि नजिकतिर कता हुन्छ सम्भव भएसम्म त्यतातिर रुम लिनुहोस्। बिहान उठ्नुहोस् 6-7 बजीतिर उठ्नुहोस्, अनि त्यसपछि फ्रेस भएर ब्यागमा हाल्नुहोस् आफ्नो बुक कपी हाल्नुहोस्, अनि त्यसपछि जानुहोस्, त्यहाँ जानुहोस्, आफ्नो कुनै सिट खाली हुन्छ त्यहाँ गएर बस्नुहोस्, अनि पढ्नुहोस् मजाले पढ्नुहोस्, लेख्नुहोस्, याद गर्नु छ भने कोहीलाई बोल्दै याद गर्ने बानी हुन्छ, एकछिन लेख्नुहोस् भित्र कोठामा बसेर, अनि बाहिर आउनुहोस् अनि याद गर्नुहोस्, त्यसलाई याद गर्नुहोस्, हिँड्दै बोल्दै याद गर्नुहोस् चिल भएर, अनि त्यसपछि याद भएको कुरा फेरि रुमभित्र गएर त्यो कोठामा टेबलमा गएर फेरि त्यो नहेरेरै लेख्नुहोस्, त्यसलाई मजाले फेरि पढ्न सुरु गर्नु। निन्द्रा लाग्छ खाना खाइसकेपछि, निन्द्रा लाग्छ फेरि पढ्नुहोस्, लेख्नुहोस्, घोक्नुहोस्, अनि साथीहरूले कुन बुक पढ्दा रहेछन् त्यो पनि थाहा हुन्छ, प्रतिस्पर्धीहरूको पढ्ने आइडिया थाहा हुन्छ। साथीहरूले बिस्तारै इक्जाम दिन जाउँ नेमतिर, सेडेपतिर, हाम्रो चैतन्यतिर, नाइसतिर भन्छन्, अनि त्यतातिर जानुहोस्, त्यो अवसर मिल्छ, त्यो इक्जाम दिन जानुहोस्। यस्तो समग्रमा भन्नुपर्दाखेरि तपाईँ 24 घन्टामा अधिकांश समय लोकसेवा पास गर्ने, लोकसेवा पढ्ने साथीहरूको सञ्जालबाट घेरिनुहोस्, अनि त्यसपछि तपाईँलाई सहज हुन्छ। त्यहाँ जानुहोस् होइन, अनि दिउँसभरि पढ्नुहोस्, निन्द्रा लागिरहेको हुन्छ तर पनि एकछिन छोटो न्याप लिन सक्नुहुन्छ, यसो त्यहीँ कोल्टे परेर त्यहीँ टेबलमै निदाउने, अनि एकछिनमा झट्ट बिउजेपछि त्यो निन्द्रा जति सब जान्छ। बेला यसो निस्किराख्नुहोस्, त्यहीँ पढिराख्ने भन्ने होइन, बाहिर निस्किनुहोस्, हावा खानुहोस्, तर बुक लिएर निस्किनुहोस्। अनि त्यसपछि के गर्नुहोस् भन्दाखेरि साँझ हुन्छ, साँझ फर्किनुहोस्, मजाले ब्याग बुक लिएर मजाले फर्किनुहोस्। ओहो आजको दिन त मैले पढेर बित्यो है। पहिलेका मेरो डोपामिन क्रिएट गरेर सामाजिक सञ्जालमा रिल स्क्रोल गरेर टिकटक सारेर बित्ने दिनभन्दा त यो दिन कस्तो रमाइलो, कस्तो राम्रो थियो भन्ने लाग्छ। अनि साँझ फर्किनुहोस्, गएर अनि आफ्नो फ्यामिलीलाई यसो टाइम दिनुहोस्, घरतिर कुरा गर्नुहोस्, अलिअलि मोबाइल स्क्रोल गर्नुहोस्, फेसबुक चलाउनुहोस्, टिकटक चलाउनुहोस् अलिअलि, अनि त्यसपछि छिटै सुत्नुहोस्। अनि त्यसपछि भोलि त्यही कुरालाई त्यही सर्कलमा चल्नुहोस्। त्यो 20-21 दिनसम्म गरेपछि आदत हुन्छ भनेको छ। 1 महिनासम्म मजाले गर्नुहोस्, नसुटाउनुहोस्, सुरुमा त कठोर हुनुहोस्, 1 महिनासम्म मजाले जानुहोस्, त्यसपछि त तपाईँ टपर भएर निस्किनुहुन्छ, जस्तोसुकै लोकसेवा पनि क्र्याक गर्न सक्नुहुन्छ। तर त्यहाँ जाने बित्तिकै हुन्छ भन्न खोजेको होइन, त्यहाँ गइसकेपछि तपाईँको पढाइ इफेक्टिभ हुनु पर्यो। ज्ञान चाहिँ लाइब्रेरीमा छ, ध्यान चाहिँ अरू कतैतिर भयो भने हुँदैन। उस्तै अब गेडे जस्तो मान्छे छ भने त हुन्न, तर मिहिनेत गरिरह भने त्यहाँ गएर त्यो मान्छे अवश्य सफल हुन्छ। अब म धेरै दायाँ बायाँ कुरा गर्न चाहन्न। यदि तपाईँ चाहिँ लोकसेवाको तयारी कन्सिस्टेन्ट भएर गर्न चाहनुहुन्छ, तयारी त्यसरी गर्न चाहनुहुन्छ भने चाहिँ मैले भने यसरी गर्नुहोस्। कीर्तिपुर आउनुहोस्, रुम लिनुहोस्, अलरेडी रुम छ भने ट्यु लाइब्रेरी जाने बानी बसाल्नुहोस्, त्यहाँ मजाले गएर पढ्नुहोस्, रेगुलर पढ्नुहोस्, धेरै टाइम लाग्दैन। त्यहाँ पढिराख्दाखेरि पनि कसरी पढ्ने भन्ने खालको एउटा राम्रो बानी बसाल्नुहोस्, त्यत्तिकै हल्लिएर नबस्नुहोस्। त्यहाँ अप्ठ्यारो मान्दै भए तापनि सुरुवात गर्नुहोस्, एक दिन राम्रो स्टेजमा पुग्नुहुन्छ, त्यसपछि लोकसेवा क्र्याक गर्न सक्नुहुन्छ। मजाले रुममा पनि मजाले पढ्न सक्छन् है। मैले यस्तो भन्न खोजेको होइन, फेरि मान्छे रुममा पनि पढ्न सक्छन्, आउट अफ भ्याली पनि पढ्न सक्छन्, जसरी पनि पढ्न सक्छन् मान्छेहरू। तर त्यो ठाउँमा गएपछि
अल्छी मान्नेहरूलाई एउटा मेहनत गर्ने बानी बसालिदिन्छ है, त्यसले भन्न खोजेको हो। सक्यो ल भिडियो।